जय वीर घटाल। सुदूरपश्चिम क्षेत्र देवी देवताको पवित्र वासस्थान हो। हामीमा रहेको आध्यात्मिक चेतना र देवदेवीप्रतिको अथाह श्रद्धा नयाँ पुस्तामा हस्तान्तरण होस् भन्ने हेतुले म डम्बराज पाण्डेले यो वीर घटाल पुस्तकको रचना गरेको हुँ। मेरो यो अनुसन्धानात्मक कृति मार्फत मैले दैवीय शक्ति, हाम्रो संस्कार र संस्कृतिको संरक्षण तथा सम्वर्धन हुने अपेक्षा गरेको छु। कृपया सबैले एकपटक अवश्य पढी आफ्नो सुझाव तथा प्रतिक्रिया दिनुहोला। र यो पुस्तकको प्रकाशन गर्ने क्रममा मैले घटालका धामी, त्यहाँका पुजारी र अन्य समाजसेवी र भक्तहरूसँग अन्तर्क्रिया गरेको थिएँ र मलाई सानैदेखि यहाँहरू जस्तै घटालप्रतिको अगाध श्रद्धा थियो। बचपनमा मैले डौलराको आइतबाट नुवाकोट स्कुलमा पढ्दा खेरि र डौलराको कक्षा 8सम्मको पढाइपछि काठमाडौँ आएपछि मलाई स्थानीय क्षेत्रमा रहेका देवदेवीहरूको बारेमा परिचयात्मक कृति लेख्ने इच्छा लागेर यो पुस्तक तयार गरेको हुँ। र यस पुस्तकभित्र जम्मा 14वटा पेजहरू रहेका छन् र यस पुस्तकको बारेमा यहाँहरूलाई थप जानकारी चाहिएमा मेरो मोबाइल नम्बर 985110276263 985110276263 तथा मेरो इमेल आइडी drpande04@gmail.com र फेसबुकमा डम्बराज पाण्डे डडेलधुरामा यहाँहरूले सञ्चार गर्नुहोला। र समय परेको खण्डमा अवश्य पनि आफ्नो मनोकांक्षा पुरा गर्नुको निमित्त वीर घटालको दर्शन गर्नुहुन म सम्पूर्ण भक्तजनहरूमा अनुरोध गर्दछु। र यसको पहिलो पृष्ठमा घटालको इतिहास र केही सत्य कथाहरूको बारेमा लेखेको छु। यसै गरी अन्य पेजहरूमा मैले घटमोरो लगायत असिग्रामेश्वर देवताको दरबारको बारेमा र केही सत्य कथाहरू, अनुश्रुतिमूलक कथाहरू जसमा राजा महेन्द्र र घटालको बारेमा, दार्चुलाका व्यक्तिले कसरी यो क्षेत्रको दर्शन गरेर आफ्नो मनोकांक्षा पुरा गर्नुभएको थियो र उहाँले बिर्सिँदाखेरि, घटालप्रतिको कर्तव्य बिर्सिँदाखेरि के सजाय पाउनुभएको थियो, त्यसै कालीगाउँका र मुकेश पाण्डे र बैतोरा घटालको मन्दिरका बारेमा पनि, त्यहाँका धामीको बारेमा पनि मैले सकभर लेख्ने गरेको छु। किनभने घटालका महिमा बताउने अरू पनि अनगिन्ती कथाहरू त छन्, तर जो यहाँ सम्भव छैन। र यसै गरी घटालका नयाँ धामीको बारेमा पनि यहाँ लेखिएको छ। नवमी र दशमीमा असिग्राम दरबारमा हुने पूजा विधिको बारेमा पनि व्याख्या गरिएको छ। र अन्त्यमा मेरो आफ्नो शब्दमा छोटकरीमा मैले घटाल र बजौडे केदारको बारेमा पनि लेखेको छु। र यहाँहरूले अवश्य पनि यो पुस्तक पढिदिनुहोला र वीर घटालको महिमाको बारेमा जनमानसमा अझ प्रचार प्रसार गरिदिनुहुन म सम्पूर्ण दर्शकहरूमा र पुस्तकका पाठकहरूमा यो पुस्तक मैले निःशुल्क यहाँहरूलाई उपलब्ध गराउनेछु। कृपया सम्पर्क गर्नुहोला। धन्यवाद।